नमस्कार, देशको कुरामा स्वागत छ। आज हामी काठमाडौँको मुटुमा चलिरहेको एउटा अत्यन्तै संवेदनशील र जटिल विषयमा केन्द्रित हुनेछौँ। नदी किनारमा वर्षौंदेखि बसेका हजारौं परिवारहरूको भविष्य अहिले दाउमा छ। सरकारले सुकुम्बासी बस्ती हटाउन जुन अभियान चलाएको छ, त्यसको गहिराईमा पुगेर हेरौं। आखिर यो विकासको एउटा कदम हो वा मानवीय सङ्कटको सुरुवात? यो कुनै सामान्य घोषणा थिएन। लाउडस्पिकरबाट गुन्जिएको यो चेतावनीले वास्तवमा हजारौं मानिसको जीवनमा आउन लागेको एउटा ठूलो उथलपुथलको संकेत गरिरहेको थियो। वर्षौंदेखि चलिरहेको शहरी द्वन्द्वलाई यसले एउटा एकदमै निर्णायक मोडमा ल्याइ पुर्याएको छ। हो, वैशाख 12 को बिहान पुरै शहर जागा हुँदै गर्दा नदी किनारको शान्तिलाई डोजरको आवाजले चिर्दै थियो। र यो आवाज राजधानीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो र सङ्गठित बस्ती हटाउने अभियानको सुरुवातको आवाज थियो। यो अभियानको दायरा पनि सालो छैन। थापाथली, मनोहरा, शान्तिनगरदेखि गैरी गाउँसम्म लक्षित घरधुरीको सङ्ख्या हो 871। यो केवल एउटा आँकडा होइन, यसको मतलब हो हजारौं जिन्दगीहरू जो यो अभियानको प्रत्यक्ष निशानामा छन्। यसले नदी किनारको भूगोल मात्र होइन, त्यहाँ बस्ने मानिसहरूको भविष्य नै बदल्दैछ। त्यसो भए प्रश्न उठ्छ, सरकारले यति कठोर कदम किन चाल्यो त? सरकारी पक्षको भनाइ अनुसार यो निर्णय शहरको सुरक्षा, व्यवस्थापन र समग्र भविष्यकै लागि एकदमै आवश्यक थियो। अब सरकारले अघि सारेका औचित्यहरू के हुन्, एक एक गरेर हेरौं। खासमा सरकारको तर्क मुख्यतया 3वटा कुरामा अडिएको छ। पहिलो हो बाढीको प्रकोपबाट नागरिकलाई जोगाउनु, दोस्रो शहरको ढल निकास प्रणालीलाई सहज बनाउनु र तेस्रो सबैभन्दा महत्त्वपूर्ण अवैध रूपमा कब्जा गरिएको सरकारी जग्गा फिर्ता लिनु। तर यी सबै तर्कहरूभन्दा पनि ठूलो र सायद सबैभन्दा विवादास्पद तर्क सरकारले के अघि सारेको छ भने बस्तीमा बस्नेहरूमध्ये 90% वास्तविक सुकुम्बासी नै होइनन्। उनीहरूको दावी छ यीमध्ये धेरैजसो अन्यत्र जग्गा जमिन भएका व्यक्ति हुन् जसले केवल सार्वजनिक जग्गा ओगटेर बसेका छन्। र यो दावीलाई पुष्टि गर्न सरकारले केही तथ्याङ्क पनि सार्वजनिक गरेको छ, जुन साँच्चै नै अचम्म लाग्दो छ। सर्वेक्षणमा केही बस्तीवासीहरूको नाममा काठमाडौँ उपत्यकाभित्रै रोपनी जग्गा भएको भेटिएको देखाइएको छ। यस्ता तथ्यहरूले यो पुरै मुद्दालाई झनै जटिल बनाइदिएको छ। खैर, यी भए सरकारी तर्क र तथ्याङ्कका कुरा। तर यसको अर्को पाटो पनि छ, त्यो हो मानवीय पाटो। यी आँकडाहरूभन्दा पर त्यहाँ मानिसहरू छन्, उनीहरूका कथाहरू छन्। यो अभियानले सयौं परिवारको जीवनमा कस्तो असर पारिरहेको छ त? दशकौंदेखि त्यही ठाउँलाई आफ्नो घर बनाएर बसेकाहरूका लागि त्यो छाप्रो केवल इँटा र माटोको संरचना मात्रै होइन, त्यो उनीहरूको पुरै जिन्दगी हो, उनीहरूको पहिचान हो। र आज उनीहरूको अगाडि एउटा अनिश्चित भविष्य बाहेक अरू केही देखिँदैन। यहाँ एकदमै दुई फरक वास्तविकताहरू एकैसाथ देखिन्छन्। एकातिर सरकारको शहरलाई व्यवस्थित र सुरक्षित बनाउने योजना छ र अर्कोतिर आफ्नो बास गुमाएका मानिसहरूको गाँस र बासको तत्कालको आवश्यकता छ। अब सवाल यो हो कि यी दुई वास्तविकता बीचको खाडललाई कसरी पुर्ने? तर यो कथामा अर्को पनि एउटा तह छ जसले स्थितिलाई झनै पेचिलो बनाउँछ। अनुगमनका क्रममा के देखियो भने बस्तीभित्रै एउटा अनौपचारिक शोषणको चक्र पनि चलेको रहेछ, जहाँ बस्ती मेयर भनाउँदाले गरिबहरूसँगै मासिक हजारौं रुपियाँ भाडा असुल्ने गरेको पाइयो। घरहरू त भत्काइए, तर अबको सबैभन्दा अहम प्रश्न यही हो, त्यहाँबाट निकालिएका सयौं परिवारहरू अब जाने कहाँ? के सरकारले उनीहरूको पुनर्वासका लागि कुनै ठोस, कुनै व्यावहारिक योजना बनाएको छ त? सरकारले एउटा प्रक्रिया त अघि सारेको छ, जसमा विस्थापितहरूलाई सुरुमा अस्थायी रूपमा होटेलमा राख्ने, त्यसपछि उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने र वास्तविक भूमिहीन पहिचान गरेर नागार्जुनमा बनाइएका अपार्टमेन्टहरूमा सार्ने भनिएको छ। तर प्रश्न फेरि पनि उही हो, के यो प्रक्रिया साँच्चै प्रभावकारी होला त? अब तथ्याङ्कलाई हेरौं। यसले एउटा निकै गम्भीर तस्बिर देखाउँछ। हटाउन लागिएका घरधुरीको सङ्ख्या हो 871, तर सरकारसँग तयार भएको अपार्टमेन्टको सङ्ख्या जम्मा 134 मात्रै छ। यो ठूलो ग्यापले एकदमै ठूलो व्यवस्थापकीय चुनौतीतर्फ सङ्केत गरिरहेको छ। यसको सोझो अर्थ के हो भने यदि छानबिनपछि वास्तविक भूमिहीनको सङ्ख्या 134 भन्दा बढी भयो भने ती बाँकी सयौं परिवारहरूको व्यवस्थापन कसरी हुन्छ?
उनीहरूको भविष्य के हो? यो एउटा यस्तो प्रश्न हो जसको स्पष्ट जवाब सायद अहिले कसैसँग पनि छैन। त्यसैले यो घटना केवल केही बस्ती हटाउने अभियानमा मात्रै सीमित छैन। यो त काठमाडौँ शहरकै भविष्यको लागि एउटा दोबाटो हो, एउटा यस्तो मोड जहाँ शहरले विकास र सामाजिक न्यायबीचको सन्तुलन कसरी कायम गर्ने भनेर निर्णय लिनुपर्नेछ। किनभने वर्षौंदेखि सुकुम्बासी समस्या राजनीतिक दलहरूका लागि एउटा भोट ब्याङ्क मात्रै बनिरह्यो, तर स्थायी समाधान कसैले खोजेन। अहिलेको प्रशासनले चाहिँ यो चक्रलाई तोडेर समस्याको दिगो समाधान गर्ने प्रतिबद्धता जनाएको छ। तर के यो प्रतिबद्धता साँच्चै पूरा होला? एउटा सकारात्मक कुरा के छ भने विगतमा यस्ता अभियानहरू चल्दा हिंसात्मक झडपहरू हुन्थे, तर यसपटक अभियान धेरै हदसम्म शान्तिपूर्ण रह्यो र धेरै बासिन्दाहरूले आफै सामान सारेर सहयोग पनि गरे। यसले कतै परिस्थितिमा बदलाव आएको वा समाधानको आशा पलाएको सङ्केत गर्छ कि? र अन्तमा यो पुरै घटनाक्रमले एउटा आधारभूत प्रश्न खडा गर्छ। हामी कस्तो काठमाडौँ बनाउन चाहन्छौँ? एउटा आधुनिक, सुन्दर र व्यवस्थित सहर, तर जहाँ सबैभन्दा कमजोर नागरिकका लागि कुनै ठाउँ नहोस्? विकास कि विस्थापन? यो द्वन्द्वमा काठमाडौँले कुन बाटो रोज्छ त्यो त भविष्यले नै देखाउनेछ। आजलाई देशको कुरा यति नै। हेर्दै गर्नुहोला। धन्यवाद।